आज मेरो नेपाल सरकारसँग एउटा प्रश्न छ। इरान र इजरायल बीचको जुन युद्ध चलिरहेछ, सो कारणले गर्दाखेरि खाडी मुलुकमा प्रत्यक्ष असर परेका कारण श्रम रोक्नु एउटा जायज कुरो हो। किनभने द्वन्द्वग्रस्त क्षेत्रमा आफ्नो नागरिक पठाउनलाई राम्रो पनि होइन र यसको बारेमा सोच्नु धेरै राम्रो कुरो हो। तर श्रम स्वीकृति दिँदै आएको थियो, जसलाई जो हाल वैदेशिक रोजगारीको क्षेत्रमै छन् र जो छुट्टीमा गएका थिए, जो पुनः फर्किन चाहन्छन्, उनीहरूको लागि नवीकरण गर्ने वातावरण किन नबनाइएको भन्ने कुरो हो। अब द्वन्द्वग्रस्त क्षेत्रमा जानको लागि रोक्नु, यस्तो जान नदिनु भनेको नागरिकको सुरक्षाको लागि ठुलो राम्रो कदम चालेको हो तत्कालको परिस्थिति मध्यनजर गर्दा। तर पनि जो अहिले हालसाल खाडी मुलुक लगायत क्षेत्रमै छन् र जो नेपाल छुट्टीमा गएर कम्पनी नर्मल चलिरहेछ, सबै कुरा नर्मल चलिरहँदा जो फर्केर आउन चाहन्छन्, उनीहरूको लागि श्रम बन्द गरिदिएर के गर्न खोजेको भन्ने कुरो भएको छ। किनभने कोही मान्छे छुट्टीमा गएको छ, सहज परिस्थिति छ, फेरि फर्किनु पर्दाखेरि कम्पनीमा सबै कुरा चलिरहेछ, तर यो जति अफवाह फैलाछ त्यति डरमर्दो पनि खासै छैन। सबै दैनिकीहरू चलिरहेकै छन्, तर यो बन्द गर्नुको कारण चाहिँ के होला? अब नयाँलाई जान नदिनु, गर्न नदिने एउटा ठिक कुरो थियो, तर यो पुरानाको चाहिँ श्रम स्वीकृति रोक्नु भनेको चाहिँ नेपाल सरकारले चाहिँ नेपाली जनतामाथि लातै हानेको भन्ने बुझ्नुपर्छ। वैदेशिक रोजगारीमा हुनेहरूलाई नै कुनै अहिले समस्या नभए पनि श्रम रिन्यू गर्नु परेन, रिन्यू गर्नुपर्ने हुन्छ। अब एक्सपायर भइसकेको छ, अब रिन्यू गर्नु पर्यो भने कहाँबाट गर्ने? भोलि पर्सि कार्यस्थलमा जोखिम क्षेत्रमा काम गर्दाखेरि अकालमा कुनै दुर्घटना घट्यो, अकालमा मृत्यु गयो, कुनै दुर्घटना घट्यो भने त्यो श्रमसँगै जोडिएको छ। त्यो बिमाको दाबी गर्न नसक्दाखेरि अनि यसको जिम्मा कसले लिन्छ? नेपाल सरकारले लिने या कसले लिने? या बिमा कम्पनीले लिने? त्यसैले नेपाल सरकारले यो कुरामा ध्यान दिई यो बारेमा चासो दिई नयाँलाई, हालसाललाई, यो समस्या, यो ग्रसित क्षेत्र हेरी नयाँलाई बन्द गरे तापनि पुरानालाई अनलाइनबाटै जो हालचाल वैदेशिक रोजगारीमा छन् उनीहरूको लागि नवीकरण गर्ने बाटो र जो छुट्टीमा गएको थिए र सहज परिस्थितिमा पनि कम्पनीले काम चलिरहँदा, कम्पनीले बोलाइरहँदाखेरि जो जान पाएका छैनन्, जसको रोजीरोटी घुम्ने अवस्था भएको छ, उहाँहरूलाई जाने वातावरण मिलाइयोस्। यति नेपाल सरकारले गर्न सक्नुपर्छ र यो गर्नु पनि पर्छ। किनभने कसैको रोजीरोटीमाथि लात हान्नु हुँदैन र सबैले श्रम रिन्यू गर्न पाउन्, बिमा नवीकरण गर्न पाउन्। यति गर्न सकेन भने नेपाल सरकारले यसको जवाफदेहिता दिनुपर्छ।